जुवा गर हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई मिनी ब्लग। हामी चाहिँ जाँदैछु बजार, मम्मी म नानी। बजारमा चाहिँ विशाल मेगामार्ट गएको, किनकि अब गरम लाग्दैछ, फेरि प्रपर गरम लागिसकेको छैन, हल्का चिसो नै छ। त्यही भएर चाहिँ पातला पातला फुल स्लिभ भएको लुगाहरू किनिदिनु पर्यो भनेर चाहिँ नानीलाई लिएर गएको। अनि हामी यहाँ विशाल मेगामार्ट पुगेर चाहिँ यहाँ चाहिँ छोरी नानीको सेक्सन रहेछ, यो चाहिँ छोरा नानीको सेक्सन। अन्त यहीँ नै मैले उसलाई चाहिँ लुगाहरू हेरिदिएँ। लुगाहरू हेर्दाखेरि चाहिँ यो दुईवटा सेट चाहिँ मलाई साह्रै मन पर्यो। अनि मेरो नानीको लागि चाहिँ यो दुईवटा सेट चाहिँ मैले चोइस गरेर किनिदिएँ। मेरो नानी र मम्मी चाहिँ कहाँ गयो भन्दाखेरि चाहिँ नानीले चाहिँ मम्मीलाई सनग्लासपट्टि तान्दै रहेछ, मम्मीले पनि यता आफ्नो लुगाहरू हेर्नु हुँदै थियो। अन्त सनग्लास उसले कोट्याउँदैछ। विशालभित्र चाहिँ गरम बेसी भएर नानीलाई हेर्नु न, माथिको चाहिँ मैले खोलिदिएँ है, धन्न भित्र चाहिँ टी सर्ट लगाएको थियो। हुन्छ त, हाम्रो चाहिँ सपिङ पनि सक्यो है। अन्त हामी चाहिँ अब घर फर्केको। मेरो यो मिनी ब्लग के कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गरिदिनुहोस् होला, लाइक गरिदिनुहोस् होला। बाई बाई।